कसरी फस्टाइदिनुपर्छ, बढाइदिनुपर्छ, कसरी बन्द भएका ढोकाहरू खोलिदिनुपर्छ, कसरी बन्द भएका लक भएका बन्द भएका भाग्यहरूलाई खोलिदिनुपर्छ, यो सब कुरा कसलाई थाहा छ? परमेश्वरलाई थाहा छ। जब पितालाई सारा मनले जिम्मा दिनुहुन्छ, सम्पूर्ण मनले भरोसा गर्नुहुन्छ, उहाँको काममा भरोसा गर्नुहुन्छ, समस्या आयो अब सिद्धियो म यही बाटो डुबे, यो सोच्नु पर्दैन। एकछिन धैर्य गर्नुभयो, ईश्वरलाई धन्यवाद गर्नुभयो। जति घोर अन्धकार भए पनि, जसरी भेल आउँछ, बाढी आउँछ, पानी पर्छ, कत्रो पानी पर्यो, कति भेल आयो बर्सातको टाइममा, अहिले पनि छ त? अहिले नै आएको छ त? छैन। त्यो आयो, रोकियो, थामियो। त्यस्तै जीवनमा आएका सबै कठिनाइहरू पनि आउँछ, आइरहन्छ। त्यो बाटो नै फरक हो। त्यहाँभन्दा धेरै महिमा चाहिँ आइरहन्छ। त्यो बाटो चाहिँ हाम्रो हो। त्यो बाटो चाहिँ परमेश्वरले हामीलाई दिइरहनु भएको छ। केही हुनै नहुने, हातखुट्टा छोडिहाल्नु पर्ने, मैले मानेको ईश्वर खोइ त, मेरो ईश्वरको सहायता कहाँ गयो त, मेरो ईश्वरको खुल्ला भएको कान खोइ त, मेरो आवाज, मेरो पुकारलाई किन सुन्नु भएन, मलाई मात्र यस्तो किन, यस्तो कुरा गर्नै पर्दैन। त्यो गर्नुभयो भने त्यही कुरामा तपाईँ अल्झिनुभयो, अन्धकारमै बसिरहनु भयो भने भइ नै रहन्छ। हिँडिरहनु भयो भने अँध्यारो पछि आउने त उज्यालो नै हो। हिँड्नु, लाग्नु, चल्नु, बढिरहनु, लागिरहनु। आज तपाईँको परिवारको माया प्रेम खोसिएको छ। परमेश्वरलाई धन्यवाद। थपिकन खाँदिकन परमेश्वरले पहिला भन्दा पनि बढ्ता गरेर पिताले प्रेम र मेलमिलाप ल्याइसक्नु भएको छ। आज तपाईँको श्रीमानको प्रेम खोसेको छ कसैले। परमेश्वर धन्यवाद। तपाईँबाट जब आउँछ नि, तब पहिला भन्दा पनि बढ्ता मेरो जीवनमा तपाईँले दिइसक्नुभयो। पहिला भन्दा पनि थपेर तपाईँले दिइसक्नुभयो। तपाईँको घर परिवारमा जति पनि खुसी आनन्द चोरी भएको छ नि, परमेश्वरलाई धन्यवाद। परमेश्वरले वापस गरिसक्नु भएको छ। त्यो पनि थपेर खाँदेर पिताले दिइसक्नु भएको छ। पिता, सिकाउनु, बुझाउनु, मलाई इस्तेमाल गर्नु, तपाईँको महिमाको लागि मलाई उपयोग गर्नु, तपाईँको असल पात्र बन्न सकौँ। सुन चाँदीको भाँडा छ भने हामीले टोयलेटमा लगेर प्रयोग गर्छौँ र गर्दैनौँ? सुन चाँदीको भाँडालाई, बहुमूल्य भाँडालाई हामी के गर्छौँ? सजाएर राख्छौँ। हाम्रा पनि विचारहरू बहुमूल्य छ। ईश्वरले भरेका विचार छ भने परमेश्वरले हामीलाई सजाएर राख्नुभएको हुन्छ। दुर्गन्धित स्थानमा नै सुगन्धित स्थानमा पिताले हामीलाई सजाएर राख्नुभएको हुन्छ। हामी त्यस्तो ईश्वरको आराधना गर्ने मान्छे। केही समस्या आयो, मेरो लागि होइन, धन्यवाद पिता, तपाईँको काम प्रकट भइसक्यो। एकछिन सहनु, एकछिन धैर्य गर्नु, एकछिन आनन्द गर्नु। बादल लागेको छ, घाम चर्केपछि फाटिहाल्छ नि। त्यो बादलले केही समय घामलाई छेक्यो भन्दैमा घामै छैन भन्नुपर्छ र? आज बादल लागेको होला, भोलिको मौसममा त फेरि छर्लङ्ग घाम लागिहाल्छ नि। घामै बन्द गर्न त कसैले सक्दैन। छेक्न सक्ला, तर उदाउने बन्द त कसैले गर्न सक्दैन नि। सक्छ त? सक्दैन। त्यो बादलले, मतलब त्यो घामले, मलाई बादलले छेकेको छ, मलाई यस्तो चिजले असर गरेको छ भनेर उसले उदाउन छोड्दैन। ऊ उदाइरहन्छ। ऊ आफ्नो टाइममा 1000% उदाउँछ। त्यस्तै ईश्वरमा विश्वास गरेपछि परमेश्वरको सही समयमा स्वर्गका कामहरू उदाउँछ 1000% हो। डराउनै पर्दैन। हुन्छ कि हुँदैन कि, यसो गरेर हुँदैन कि, उसो गर्नुपर्छ कि, यता गर्नुपर्छ कि, आफ्नो लाउनै पर्दैन। ढुक्क भएर शान्त भएर ईश्वरलाई हेर्नु। बाँकी काम सबै पिताले गरिसक्नु भएको छ। परमेश्वरलाई धन्यवाद। यस्तो मन उठाउनु, यस्तो सत्यतामा बढ्दै जानु। परमेश्वर त गर्नेवाला परमेश्वर, बढाउनेवाला परमेश्वर। यो यतिकै भाँडाकुटी खेल होइन। यदि यतिकै हाम्रो दुईजनाको मात्रै खेल हुन्थ्यो भने यत्रो 16 वर्षसम्म टिक्न सक्ने थिएन।
यहाँ ईश्वरको सत्यता छ र दिन 2 गुणा रात करोड गुणा परमेश्वरले बढाइरहनु भएको छ। परमेश्वरको स्वर्गको सुवासना संसारभरि फिजिरहेको छ। हेर्नुहोस् त, अस्तिको शनिबार मात्रै हामी साना गाउँ शाखामा फेलोसिपमा पुगेका थियौँ। यति ठुलो भिड जनसागर परमेश्वरको महिमाको लागि लाभ उठाएर बस्नु भएको छ। सबले फाइदा उठाएर बस्नु भएको छ। सबले जीवन पाएर बस्नु भएको छ। अब पाएकोलाई हेर्नु, बाँकी काम ईश्वरको हातमा जिम्मा दिनु। त्यसको लागि पनि ईश्वरले सब कुरा इन्तजाम गर्नु भएको छ। परमेश्वर तयार हुनुहुन्छ आफ्नो मनलाई तयार पार्नु, परमेश्वरमा बढ्दै जानु, परमेश्वरमा उत्साहित हुँदै जानु। हिजोको जति विश्वास थियो त्यति आज, हिजो जति अन्य भाषा गरेको त्यति आज, हिजो जति गरेको